फाइनली 2025 पनि गयो। यो वर्ष पनि मेहनत गरेको मात्र फिल भयो जस्तो लाग्यो। बेस्ट फिजिक, पर्फेक्ट फिजिक त बनाइयो, तर जसको लागि यति धेरै मेहनत गरिरहेको थियो त्यसमा चाहिँ खासै परिवर्तन भएको जस्तो देखिएन। हो, यो परिवर्तन नभएको मेन रिजन पनि मैले आफूले फिल गरिरहेको नै हुन्छ, गरिरहेको पनि छु। मेन भनेको त मेरो आफ्नै कन्सिस्टेन्सी नभएको। मलाई पनि त्यस्तै फिल भइरहेको थियो कि अरूले गर्न सकिरहेको छैन तर मैले गरिरहेको छु। त्यो एउटा चाहिँ इगो बनाइसकेको थियो ममा। त्यो इगोले नै गर्दा म धेरै नै डाउन भइसकेँ। सो यो 2026 स्टार्ट गर्नुभन्दा फर्स्ट अफ अलमा चाहिँ मैले मेरो आफ्नो इगोलाई त्याग्नुपर्छ। इगो पनि सबै कुरामा सबै ठाउँमा देखाएको राम्रो होइन। जहाँ इगोको पोजिटिभ भाइब आउँछ त्यहाँ चाहिँ एकदमै युज गर्नलाई अगाडि बढ्नुपर्छ। सो 2026 स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ मैले आफ्नो गल्तीहरूलाई स्वीकार गरेर अघि बढ्ने छु र यो 2027 आउनुभन्दा अगाडि यस्तो फिजिक डेभलप गर्नेछु। फिजिक मात्र होइन, मेरो जुन मेहनत छ, जहाँ मैले मेहनत गरेर देखाइरहेको छु सोसियल मिडियामा, त्यसमा पनि एकदमै सकेसम्म आफ्नो 100मा 100 दिएर ग्रो गर्नेछु। एन्ड फर्स्ट अफ अल त हजुरहरूको सपोर्ट नै चाहिन्छ मलाई। सो किप सपोर्ट।